अहिले हामी स्वयम्भू परिसर स्थित यो ब्याङ्क्वेटमा छौँ र यतिखेर चाहिँ आदिवासी जनजाति महासङ्घको बन्द सत्र चलेको रहेछ। यतिखेर चाहिँ विभिन्न जेनजेट युवा टिमहरू भित्र जाने र दलीय संरक्षणभित्र रहेर बन्द सत्र सफल नपारुन् यो सीमित दलगत बन्दी राखेर आदिवासी जनजातिको मुद्दालाई बार्गेनिङमा नलैजोस् र निस्वार्थ निष्पक्ष भावनामा उठेको आन्दोलनलाई निरन्तर सक्रिय होस् भन्ने उहाँहरूको दबाब रहेको भन्ने कुराहरू मैले सुनेको छु। यो अत्यन्तै राम्रो कुरा हो। अब सबैभन्दा सोचनीय र सबैभन्दा महत्त्वपूर्ण गम्भीर विषय चाहिँ अहिले युवा नानीहरूले उठाउनु भएको छ। नानी, तपाईँ यहाँ अहिले बन्द सत्रमा आउनुभएको रहेछ, के थियो तपाईँहरूको माग चाहिँ? हाम्रो माग चाहिँ सबैभन्दा पहिला चाहिँ इन्द्रबहादुर बानियाले जुन तरिकाले हाम्रो सम्पूर्ण जनजाति आदिवासी जनजाति समुदायलाई चाहिँ अपमान गरेर एकदमै धेरै नराम्रो भाषामा, नराम्रो शैलीमा, नराम्रो इन्टेन्सनमा स्पष्ट रूपमा बेइज्जत गर्नुभयो, निज देखाउनु भयो। असक्षमसम्म हामी पोलिटिकल्ली इङ्गेजमेन्ट गर्ने हाम्रो क्षमता नै छैन, हाम्रो बौद्धिकता नै हुँदैन भन्ने तरिकाले जुन एउटा अभिव्यक्ति दिनुभयो, त्यसको त्यो अभिव्यक्तिको प्रत्यक्ष साक्षी र सुन्ने मान्छे सबैजना महाधिवेशनमा हुनुहुन्थ्यो। जति पनि देयर इज नो क्वेसन, उहाँसँग कुनै पनि खालको समस्या थिएन त्यो कुरालाई लिएर। स्पेसली डेजिग्नेटेड पोजिसनमा हुनुभएको हाम्रो जति पनि पदाधिकारीहरू हुनुहुन्छ, अध्यक्ष लगायत अन्य, उहाँहरूले पनि कुनै पनि खालको प्रश्न उठाउनु भएन। सो त्यो प्रति हाम्रो घोर आपत्ति, किनकि हामी एकदमै हाई स्टेक राख्ने नेपालको जनताहरूमध्ये पर्छौँ पोलिटिकल इङ्गेजमेन्टमा। अनि अर्को कुरा चाहिँ त्यो कुरामा माफी माग्नु पऱ्यो इन्द्रबहादुर बानियाले, र अर्को कुरा नेफिलले पनि त्यसको जिम्मेवारी लिनु पऱ्यो। साथसाथै अर्को कुरा चाहिँ के छ भन्दाखेरि जुन खालको दलीयकरण हाइली हुन्छ यहाँ, त्यो दलीयकरणको अन्त्य हुनु पऱ्यो। पोलिटिक्स हुनु एउटा कुरा, दलीयकरण हुनु अर्को कुरा। सो पोलिटिक्स हुनु इज फाइन, तर दलीयकरण हुनु इज नट फाइन। र अर्को कुरा समावेशिता, जहिले पनि डेजिग्नेटेड पोजिसनमा पुरुष मात्रै किन, महिलाहरू हामीसँग यति धेरै सक्षम महिलाहरू हुनुहुन्छ, यङ अलिकति मध्ये हरेक एजमा हेर्नुहोस्, यु फाइन इच एकदम कम्पिटेन्ट वुमन, उहाँहरूको किन सहभागिता छैन, किन कोष अध्यक्षमा मात्रै सीमित राखिन्छ, किन स्वयंसेवकमा मात्रै सीमित राखिन्छ? उहाँले पनि इक्वल अपर्च्युनिटी पाउनु पऱ्यो। र अपर्च्युनिटी पाएको नपाएको खण्डमा अथवा एक्सेस नभएको खण्डमा किन एक्सेस भइरहेको छैन? यति धेरै सक्षम भएको पुरुषहरूले किन 2-3 सक्षम महिला उत्पादन गर्न सकेन भन्ने प्रश्न हो। सो त्यो तिनवटा हाम्रो मूल प्रश्न हो, अरू कुराहरू धेरै छन्। अहिले चाहिँ त्यति हो। हजुर हजुर। अब यता हामी पहिल्यैदेखि यही सम्बन्धित विषयमा हामी विमति जनाइरहेको अवस्थामा पनि अब तपाईँहरूको युवाहरूको पनि यस्तै खालको विमति देखियो भनेपछि अलिकति नानी, तपाईँ पनि यो बन्द सत्रमा तपाईँ पनि उपस्थित हुन खोज्नुभएको रहेछ। विशेष गरी नानी, अब युवा जेनेरेसनहरूले चाहिँ यो विषयमा कस्तो खालको विषयहरू छ र यो विषयमा तपाईँहरूले खोज्नु चाहेको विषयहरू चाहिँ के थियो र? विशेष गरेर भनेको चाहिँ अहिलेको समाजमा आउँदै गर्दाखेरि हाम्रो नयाँ युवाहरूले आदिवासी हुनु भनेको के हो एक्सपिरियन्सै गर्न पाएको छैन। यो भनेको चाहिँ हाम्रो समुदायको कमजोरी होइन, राज्यले हामीमाथि गरेको दमन, ऐतिहासिक रूपमा गरेको विभेदले कारणले गर्दाखेरि आज हाम्रो युवाहरूले आफ्नो भाषा बोल्न पाएको छैन, आफ्नो भाषा के हो थाहा छैन, आफ्नो भूमि कहाँ हो थाहा छैन, आफ्नो इतिहास के हो भनेर पढ्न पाएको छैन। हामी यसरी हुर्किरहेको छौँ कि हाम्रो आदिवासी आइडेन्टिटी, जुन हाम्रो अस्तित्व छ, जुन हाम्रो सभ्यता छ, त्यो नै हराउन सक्ने अवस्थामा आएको छ। अनि त्यो आउँदै गर्दाखेरि हाम्रो मुभमेन्ट पाउने भनेको के हो? हाम्रो मुभमेन्ट भनेको त नेफिन हो नि।
नेफिन भनेको त एउटा एनजिओ मात्र होइन, यो भनेको त हाम्रो आन्दोलन हो, हाम्रो आदिवासीहरूको भूमि हो, आदिवासीहरूको के भन्छ यो तपाईँको फाउन्डेसन हो नि त। भनिसकेपछि यो फाउन्डेसन अहिले किन यति कमजोर भएको छ त? नेफिन जस्तोले 59वटा, अब त 61वटा राष्ट्रको आमा संस्थाले प्रधानमन्त्रीलाई, राष्ट्रपतिलाई प्रमुख अतिथिको रूपमा बोलाउँदा नआउने भन्न सक्ने अवस्था सृजना कसले गरेको त? हाम्रै कामले गर्दा भएको हो नि त। त्यसैले गर्दा हाम्रो माग भनेको चाहिँ जब हामी नयाँ जेनेरेसन आउँदैछौँ, हाम्रो जेनजी मुभमेन्टले पनि एकदमै सुशासनको कुरा गर्दै गर्दा दलीयकरण अन्त्य हुनुपर्छ भन्ने कुरा गर्दै गर्दाखेरि नेफिनले पनि त्यो फुट लानुपर्छ। हामी युवाहरू छौँ, हाम्रो महिलाहरू छौँ, हामी सबै विभिन्न जेनेरेसनको मान्छेहरू चाहिँ सही रूपमा आदिवासी आन्दोलनलाई बोकेर जानुपर्छ, हाम्रो आन्दोलनलाई फेरि सुदृढ गर्नुपर्छ भनेर हाम्रो विभिन्न मुद्दाहरू छ त्यसलाई बोकेर आउनुपर्छ भन्दै गर्दाखेरि चाहिँ नेफिनले अझै पनि हाम्रो आमा संस्थाले, हाम्रो आन्दोलनले अझै पनि दलीयकरण र दलीय भागभण्डाको रूपमा चाहिँ आफ्नो अधिवेशन अगाडि सञ्चालन गर्छ र आफ्नो भित्र परिवर्तन ल्याउन खोज्दैन र हाम्रो मूल्य मान्यताबाट चाहिँ नेफिन चल्दैन भने चाहिँ हामी अब अझ चाहिँ सहन सक्दैनौँ। हामी वार्ता गर्न एकदमै तयार हो। हामीले उहाँहरूलाई भनेको पनि छन् हाम्रो मागहरू यस्ता यस्ता छन्, त्यो मागहरूलाई पुरा गरेर त्यो मागमा छलफल गरेर अगाडि बढौँ, सबैजना मिलेर अगाडि बढौँ भनेर। अब हेरौँ हामी अहिलेसम्म त बाहिरै छ, अहिलेसम्म भित्र पठाइएको छैन, हामी हाम्रो माग लिएर जान्छौँ। अनि हामी चाहन्छौँ कि यस अधिवेशन पछि आउने नेफिन भनेको चाहिँ यस आन्दोलनलाई बोक्ने नेफिन आउनुपर्छ, हाम्रो भविष्यलाई बोक्ने र हाम्रो भविष्य मात्र होइन कि हाम्रो अब आउने जुन युथहरू हुन्छ जसले आफू आदिवासी हुनु भनेको के हो भने एक्सपिरियन्सै गर्न पाउनु भएको छैन भनेपछि त्योलाई चाहिँ एक्सपिरियन्स गर्न सक्ने आन्दोलन चाहिँ हामीले अब यो नेफिनको अबको पदाधिकारीहरूबाट चाहिँ निर्माण हुनुपर्छ भन्ने चाहिँ हाम्रो माग छ। एकदम राम्रो। अनि तपाईँको जन्मस्थान चाहिँ कुन ठाउँ हो? म जन्मेको काठमाडौँ हो, मेरो मूल घर चाहिँ मुगु घर छ, मुगुको पनि काठमाडौँ भन्ने गाउँपालिका छ। म चाहिँ मुगुम आदिवासी सञ्जाति समुदायबाट पढ्छु। मेरो नाम पेमा वाङ हो। थ्याङ्क यू। अब एउटा कुरा मलाई भन्नुहोस्, अब यो इक्वाइल कुरा गर्दै राख्ने त हामीभन्दा अगाडिको जेनेरेसनलाई समेत उठाइरहेको विषय हो। अब इक्वाइलीको कुरा गर्दै जाँदाखेरि तपाईँहरू न्यू जेनेरेसनसम्म आइपुग्दा पनि यिनीहरूले इक्वाइलीमा यिनीहरूले हेर्दैनन् भने अब हेर्ला भन्ने यिनीहरूसँग केही छ त? तपाईँले केही आकलन पाउनुभएको छ? इक्वाइली हेर्ला भन्ने चाहिँ आशा होइन कि, यो माग पनि होइन, आशा पनि होइन, यो हुनुपर्ने कुरा हो। यो आन्दोलन भनेको नेफिन एक्लैको होइन, हामी सबैको आन्दोलन, साझा आन्दोलन हो, मेरो पनि आन्दोलन हो। यो आन्दोलनको लागि मैले मेरो आधा जीवन दिएको छु भनिसकेपछि मेरो आधा जीवनको भरपाई कसले गर्छ? मेरो आधा जीवन चाहिँ मेरो आफ्नो लागि गरेको होइन, त्यो मेरो हाम्रो सम्पूर्ण समुदायहरूको लागि दिँदै गर्दाखेरि चाहिँ अबको यो भनेको कसैले माग्ने दिने ठाउँ पनि होइन, कसैले दिने ठाउँ पनि होइन, हामी सबै मिलेर गरेर हो जुन हामी रेडी भएको छौँ। अब हाम्रो माथि भएको पदाधिकारीहरू रेडी हुनुहुन्छ कि हुँदैन, हाम्रो जातीय संस्थाका प्रतिनिधिहरू रेडी हुनुहुन्छ कि हुनुहुन्न भन्ने चाहिँ प्रश्न हो। नभने त यो भए नै नभए नि आदिवासी आन्दोलनलाई त हामीले त तुहिन दिने होइन, हुँदै होइन। हामी भए पनि सडकमा छौँ, हामी नभए पनि हाम्रो समुदायको लागि लडी नै रहेका छौँ। तर हाम्रो आन्दोलनलाई बोक्ने हामीले आमा संस्था मानिरहेको संस्थालाई चाहिँ आमै बनाएर राख्नुपर्छ भन्ने मात्र हाम्रो। अति राम्रो अभियानमा थाल्नुभएको छ तपाईँहरू। कोअर्डिनेसनमा रहनुहोस्। अब हामीले पनि यस्तै खालको विषयवस्तुहरूलाई उठान गर्दै लिएर जानुपर्ने आवश्यकताहरू छ। त्यसको लागि परस्पर तपाईँहरूले नि कोअर्डिनेसन गर्नुभयो भने हामीलाई अझ थप ऊर्जा मिल्छ कि भन्ने उद्देश्य हो। नानी धेरै धेरै धन्यवाद नानी, थ्याङ्क यू। अब हामीले के सोचौँ भन्दाखेरि अहिलेको परिवेश भनेको नयाँ जेनजेट युवाहरू अर्थात् अहिलेको जल्दा बल्दा युवाहरू उहाँहरूले पनि चासो दिएको कुरा अत्यन्तै यथार्थपरक छ र अहिले हामी कुन अवस्थामा उभिएका रहेछौँ र आदिवासी जनजाति महासङ्घ नेतृत्व निष्पक्ष र निस्वार्थ खोजिराख्दाखेरि हामी कहाँनिर भुलेका छौँ भन्ने विषयहरू पनि महत्त्वपूर्ण गम्भीर विषयहरूकोमा उभिएका छन्। त्यसले गर्दा हामीले यो विषयमा गम्भीरतापूर्वक लिने कि नलिने भन्ने अग्रजीवहरूको काँधमा आएको छ। यसलाई ध्यान दिनु